आज चाहिँ हामी कलर एक्सचेन्ज गिफ्ट के हो गिफ्ट कलर एक्सचेन्ज खेल्दैछौँ 1 महिना कति भयो ट्रेन्ड आएको एकदम लास्ट है हामी चाहिँ ल हेर्नु होला है सबैजनाले सुरुमा पिङ्क कलर ल सुरु पिङ्क भयो तिम्रो पिङ्क कलर अघि भर्खर भेटाए जस्तो लागेको छ केही छैन हाम्रो चाहिँ यस्तो यसो रमाइलोको लागि मात्र होइन ल भेटे ल 1 2 3 मैले आई स्याडो ल्याएको है मेरो चाहिँ नेल हो ल दिदीको सानो हात छ त्यही भएर ल कस्तो लाग्यो तिमीलाई ल थ्याङ्क यू तिमीलाई ब्यागमा हालेर हिँड्नलाई के राम्रो नक्कल पार्ने मान्छेलाई अब अर्को रेड पहिले रेड मेरो सबसे राम्रो ठुलो गिफ्ट भनेको यही है रेड भयो ल भयो पस्नै रामेन र चक्लेट हो है यो चाहिँ बर्थडेको हिजो चाहिँ मेरो बर्थडे हो मैले चाहिँ अनि आज दिँदैछु यहाँ चक्लेट ल मैले चाहिँ उडी थ्याङ्क यू सबभन्दा राम्रो गिफ्ट यही हो आरिगातो ने अब अर्को अरेन्ज भयो भयो मेरो नि 1 2 3 गो मैले चाहिँ यो कम्बो होइन यो पुरै ऐना छ कि यहाँ चाहिँ चिप्स हो है मेरो चाहिँ वाइट हो वाइट थ्याङ्क यू है अब अरेन्ज हेलो अभी मेरो त येल्लो छैन कि क्या हो ए छ भयो भयो 1 2 3 हेलो मैले याल्लो नभेटेको भातमा ह्यान्डल अब थ्याङ्क यू हेलो भटपास कस्तो हुन्छ त्यो कलरहरू ल अब ग्रिन हो खै हान्नु ग्रिन ग्रिन म त ग्रिनै नभेटेर नभेटेर ल है भयो है 1 2 3 गो कोस्टा लभर फल्लेर आएँ ग्रिन तपाईँलाई मनपर्छ नि त हो त्यही भएर थ्याङ्क यू चक्लेट त्यसपछि ब्लू त मेरो सानो हो भयो ब्लू त भएन ल्याउन बिर्सेछु दिन्छु मिलाएर मैले ल ब्लू ल 1 2 3 गो के हो मैले चाहिँ ब्लू यो के ब्लू सोच ल यसलाई ब्लू नै नभेटेर क्यान्डल यो चाहिँ कति राम्रो चेरी मैले नि हेरेको थिएँ पर्पलमा फेरि थ्याङ्क यू ब्लू कलर है गाइज आजदेखि यो हेर न त्यसलाई सोच न ब्लू थ्याङ्क यू कस्तो कति लक लागेको भने लक पर्पल पर्पल चाहिँ अलि राम्रै छ भयो 1 2 3 गो मैले चाहिँ यो त्यो चाहिँ चिया लभर हो नि त ल्याइदियो नि वाइप्स दिदी चिया लभर हो नि त त्यही भएर पर्पल पर्पल है यो चाहिँ ल यो चाहिँ ब्लू रहेछ ब्लू किनेर छु क्यारे मैले होइन ल पर्पल हो ल आरिगातो गोजाइमास अब गर्मी आयो पछि ब्ल्याक ब्ल्याकै छैन कि क्या हो ए ब्ल्याक अघि म हाँसेको कारण आउँछ है ल है रेडी 1 2 3 गो मैले नि यही कायो किनेको थिएँ होइन भएको वाला त्यही भएर हाँसेको कि मैले चाहिँ यो के ए ब्लू भनेर मैले यो किनेर छु है ब्ल्याक मैले चाहिँ यो हेयर क्लिप के भन्छ यसलाई हेयर एकदम लभर हो नि त म यो चाहिँ रुम फ्रेसनर है रुम फ्रेसनर के हो यो त्यही होला भनेर किने होला थ्याङ्क यू ल मेरो त सक्यो त अब व्हाइट होइन व्हाइट हो व्हाइट त छैन मेरो राम्रो के अरे व्हाइट मेरो त कति थोरै रहेछ नि त ल व्हाइट है त अनि भाइ ब्लू त कस्तो दिमाग छ मेरो थियो बाँकी रहेको लास्टमा ब्लू भनेर के दिए तिमीलाई यो ब्राउन यो व्हाइट हो है व्हाइट नभेटेर यो ब्लू होइन है सरी यस्तो ब्लू के भनेर
साइजहरू यो चाहिँ कस्तो सरी कमेन्ट नै यो चाहिँ व्हाइट यसलाई व्हाइट हेर है साइज हुन्छ कि हुन्न यो चाहिँ व्हाइट के मैले व्हाइट नभेटेर यो र यो व्हाइट भनेर किनेको के यो एकदम चाहिरहेको कुरा रहेछ त्यस्तो हुन्छ हेर अब साइज पनि थाहा थियो साइज थाहा थियो त तिम्रो साइज थाहा हुनु त मलाई व्हाइट भयो है ल अब व्हाइट मैले दिनु बाँकी छ नि त है मैले थ्याङ्क चाहिँ यू यो पानी खानुपर्छ गर्मी आउनुलाई अब ब्राउन ब्राउन त मेरो छैन राम्रो अझै मेरो त सकिएछ नि अझै किन्नु पर्ने रहेछ ब्ल्याक भयो है ब्ल्याक ब्ल्याक त्यो भयो ब्राउन है ब्राउन त छैन मेरो ब्राउन त मेरो कस्तो स्पेसल चिज छ नि ल रेडी 1 2 3 गो मैले त एउटा मात्रै ब्राउन है यो चाहिँ मैले ब्ल्याक भनेको थिएँ बट्टा चाहिँ ऊ भयो यो चाहिँ तिलको छोप हो ऊ एकदम लभर हो अनि यो चाहिँ के अरे कति राम्रो किनेर ब्राउन केही भेटेन क्लिपले थ्याङ्क यू हेर्न यो अब यो देखाउनु पर्यो नि त प्याक गरेर ल देखाउनु पर्यो नि त लास्टमा छ मेरो स्पेसल एउटा हो र मेरो त सक्यो सक्यो मेरो वाह तिनीहरूले दिनुपर्ने गिफ्ट मैले दिँदैछु 3 थरी कलर है अब यो गिफ्ट देखाउनु पर्ने नि त एकचोटि वान सेकेन्ड ह्याप्पी बर्थडे थ्याङ्क यू ल यति नै हो यति नै भयो ल हाम्रो भिडियो 6 मिनेट त भएछ फास्ट गरी हाल्नुपर्छ ल आरिगातो गोजाइमास बाई ल ओ